शक्तिका 48 नियमहरू छ जसरी भए पनि ध्यान आकर्षित गर्न जान्नु। ध्यान तान्न सक्ने क्षमता विकास गर्नुहोस्। शक्ति र प्रभाव बनाउनका लागि मानिसको नजरमा पर्नु आवश्यक हुन्छ। तपाईले राम्रो काम गर्नुभएको छ तर मानिसले त्यो देखेनन् भने त्यसको प्रभाव कम हुन्छ। त्यसैले आफूलाई भिडबाट फरक र सम्झनलायक रूपमा प्रस्तुत गर्न जान्नुपर्छ। बुझ्नुपर्ने कुरा, मानिसले जसमा ध्यान दिन्छन् त्यसैलाई महत्त्व दिन्छन्। त्यसैले तपाईको प्रस्तुति शैली, सञ्चार गर्ने तरिका र देखिने उपस्थिति धेरै महत्त्वपूर्ण हुन्छ। उदाहरण, कुनै ब्रान्डले राम्रो उत्पादन बनायो तर त्यसको प्याकेजिङ, प्रचार, प्रसार र सामाजिक सञ्जालमा उपस्थिति कमजोर भयो भने बजारमा त्यसको प्रभाव कम हुन्छ। सावधानी, ध्यान आकर्षित गर्ने नाममा सस्तो प्रचार गर्नु हुँदैन। वास्तविक ध्यान गुणस्तर, फरकपन र सान्दर्भिकताबाट आउनुपर्छ।